संस्थाले चाहिँ सिप सँगसँगै काम पनि लिएर आएको छ। सबु म्याम हजुर के गर्दै हुनुहुन्छ? हजुर हाम्रो चाहिँ अब फेरि पनि हेडबिन आएको छ। अब हजुरहरूलाई फेरि पनि काम आएको छ। उहाँहरूले चाहिँ स्याम्पल पिसहरू बनाइराख्नु भएको छ। हाम्रो 2-3 वटा स्याम्पल पिसहरू सिलेक्सन भएको छ। अब हजुरहरू पनि घरमा बसेर काम गर्न चाहनुहुन्छ भने हामी सिकाइ संस्थाले चाहिँ सिप सँगसँगै काम पनि लिएर आएको छ। हजुरहरू आउन सक्नुहुन्छ है। विशेष गरी हाम्रो चाहिँ यो सिपमूलक तालिम हो। तालिम सँगसँगै हामीले चाहिँ घरमा बस्ने दिदीबहिनी महिलाहरू जो बच्चा छ उहाँहरू बच्चा स्कुल गएपछि के गर्ने होला, एउटा कोठाभित्र एउटा घरभित्र जो बाँधिएर बस्नु भएको छ, चाहेर पनि म जब गर्न पोसिबल छैन मेरो बच्चाको कारणले घरको कारणले भनेर उहाँहरूले कतिले भनिराख्नुहुन्छ कि उहाँहरूको लागि चाहिँ अब सिकाइ संस्थाले चाहिँ काम लिएर आएको छ। हजुरहरू आउन सक्नुहुन्छ। सिकेर आफूले जानिसकेपछि म घरमा लगेर गर्छु भनेर पनि पाउनुहुन्छ। आउनु होला है त। हस्, धन्यवाद।